त्यसको एउटा एङ्गल हेर्नुपर्छ जस्तो यहाँ मिलिमिटरले हेर्दाखेरि यहाँनिर 20 डिग्री देखियो। अब हामीसँग यहाँदेखि वहाँसम्मको बेस पोलसम्मको जुन बेस छ त्यो बेसलाई चाहिँ नाप्नु पर्छ। अब नाप्दाखेरि कति आउँछ त जस्तै यहाँबाट नाप्दाखेरि 50 सेन्टिमिटर आयो भने यहाँ नाप्नु हामी 20 डिग्री। त्यही भएर हामीले 10 अब यहाँ नाप्दा पी फाइन्ड गर्नु छ। पी फाइन्ड गर्ने हुनाले पी र पी छ। पी र पी छ त्यही भएर पी र पी भएको ट्रिगोनोमेट्रिक रेसियो चाहिँ tan थीटा हो। त्यही भएर tan थीटाको युज गरेर चाहिँ हामीले यसको फाइन्ड गर्नुपर्छ। अब त्यसको लागि चाहिँ हामीले tan थीटा इक्वल्स टु p बाई b गर्नुपर्छ। अब tan थीटाको ठाउँमा हामीले 20 डिग्री राख्ने। त्यसपछि बेसको ठाउँमा हाम्रो बेस हामीले मेजर गरिहाल्छौँ, त्यो बेस आउँछ। त्यसपछि चाहिँ अब हामीले tan थीटा इक्वल्स टु p बाई b गरेर जुन आएको रिजल्ट हुन्छ त्यसमा चाहिँ यसको हाइट सक्नुहुन्न, त्यसको हाइट प्लस गर्नुपर्छ। किनभने अब हामीले यहाँबाट नाप्दाखेरि यहाँबाट त्यस्तो सिधा बनिरहेको हुन्छ नि त, यस्तो सिधा बनेको हुन्छ, राइट एङ्गल ट्रायङ्गल त्यस्तो सिधा बनेको हुन्छ, जुन चाहिँ यति चाहिँ हाम्रो एक्स्ट्रा हुन्छ। त्यही भएर एक्स्ट्रा यो एक्स्ट्रालाई पनि जोडेपछि चाहिँ हाम्रो पिलरको हाइट आउँछ। अब हामीले चाहिँ माथि हेरेर नाप्दाखेरि चाहिँ एङ्गल एलिभेसन हुन्छ होइन। अब त्यस्तै हामीले यहाँबाट तलको अवस्था हामीले टप फ्लोरबाट तल तलदेखि जब हामी यसरी टप फ्लोरमा गएर त्यसलाई चाहिँ एङ्गल अफ डिप्रेसन हुन्छ। डिप्रेसन हुन्छ यो एङ्गल अफ एलिभेसन र एङ्गल अफ डिप्रेसनले हेर्ने चाहिँ हाइट कति छ भनेर चाहिँ किलोमिटरमा चाहिँ हामीले प्रोटेक्टरको युज गरेको छ। अब यो प्रोटेक्टर चाहिँ पहिलेदेखि यो 90मा 0 डिग्री भएर सुरु भएको हुनाले हामीले यहाँ एक्ज्याक्ट हाइट थाहा पायौँ। तर यदि यहाँनिर हाम्रो रियल प्रोटेक्टर भएको भए यहाँ 90 हुन्थ्यो, यहाँनिर 100 हुन्थ्यो। त्यस्तै हामीले यहाँसम्म बढ्दै जान्थ्यो। अनि हामीले यसरी माथि हेर्दै जाँदाखेरि यहाँनिर जस्तै 110 डिग्री आयो भने हामीले चाहिँ 110बाट यो मतलब यो 90बाट चाहिँ सब्ट्र्याक्ट गर्दाखेरि जति चाहिँ एङ्गल मुभ भयो त्यति चाहिँ हाम्रो एङ्गल हुन्छ। अब जस्तै यहाँनिर अब हामीले डिप्रेसनमा हेर्दाखेरि चाहिँ यसरी तल झर्छ। यसरी तल झर्दाखेरि चाहिँ यहाँ 90बाट कति डिग्री मुभ भयो त भनेर त्यो एङ्गल चाहिँ त्यो चाहिँ हाम्रो ठिटा राख्नुपर्छ। अब जस्तै हामीले यसरी नाप्दाखेरि यो 30 डिग्री आयो भने यो हाम्रो 30 यहाँनिर चाहिँ 30 डिग्री आयो, तर हाम्रो रियल प्रोटेक्टरमा चाहिँ हाम्रो 120 डिग्री आउँछ। त्यही भएर हामीले 120 डिग्री राख्ने होइन। यहाँबाट चाहिँ माइनस गरेर चाहिँ जति डिग्री अब जस्तै 120 माइनस 90 गर्दाखेरि कति डिग्री मुभ भयो त भनेर हामीले थाहा पाउँछ। जस्तै यहाँनिर 10, 20, 30 डिग्री मुभ भयो नि, त्यही भएर हामीले 30 डिग्री राख्नुपर्छ। 120 डिग्री राखेर हाम्रो हाइट एक्ज्याक्ट आउँदैन। अनि यसरी माथि मेजर गर्दाखेरि चाहिँ हामीले यो यहाँबाट नाप्दाखेरि यो पुरै नाप्ने होइन कि हाम्रो आइट साइडसम्मको लेन्थ चाहिँ नाप्नुपर्छ। आइट साइडसम्मको लेन्थ किन नाप्ने त भन्दाखेरि हामीले त हेर्दाखेरि त यसरी आइट साइडबाट हेरे हो नि त, यहाँ माथिबाट हेरे होइन। त्यही भएर यो आइट साइडसम्मको लेन्थ मेजर गरेपछि चाहिँ हाम्रो एक्ज्याक्ट भ्यालुखेरि चाहिँ बल्ल हाम्रो अलि एप्रोक्स इक्वल भ्यालु आउँछ। अब हामीले त अब सानो गर्दाखेरि चाहिँ हामीले चेक गर्न पनि मिल्छ। जस्तै यहाँबाट त्यहाँसम्मको हाइट कति आयो त भनेर हामीले चेक गर्न पनि मिल्छ। तर अब यदि ठुलो बिल्डिङमा त त्यस्तो चेक गर्न मिल्दैन। त्यही भएर हामीले सकेसम्म इक्वल राख्न ट्राई गर्नुपर्छ। सकेसम्म रियल भ्यालु चाहिँ सकेसम्म रियल भ्यालु राख्न खोज्नुपर्छ। जस्तै अब यहाँनिर यस्तो बिचमा आयो भने हामीले जस्तै अब 22, 23 राख्ने भनेर हामीले अलि उसमा पर्छौँ। त्यही भएर हामीले अब बिचमा भए 20 देखि 30सम्म भए 25 राख्ने, अलि यता भए 22 राख्ने गरेर ट्राई गर्नुपर्छ। त्यो उहाँको पोलको हाइट नाप्दाखेरि कुनै पनि पोलको हाइट नाप्दाखेरि कुनै पनि माउन्टेन बिल्डिङहरूको हाइट चाहिँ अब यसरी मेजरिङ टेपले नापेर त अलि साध्य हुँदैन। त्यही भएर हामीले चाहिँ यो किलोमिटरको युज गरेर चाहिँ कुनै पनि बिल्डिङको कुनै पनि हाइटी अब्जेक्टहरूको चाहिँ हाइट नाप्न सक्छौँ। धन्यवाद।